के गर्ने अब रिस उठेर पनि के गर्ने होइन। अब गाह्रो छ। अब विदेश जानलाई भएन पासपोर्ट मैले बुझाएको थिएँ पहिले है, झन् 1.5 वर्ष भइसक्यो बुझाएको। कुनै पनि हिसाबले उसले मलाई न कल म्यासेज गरेको छ, न कुनै उसले मसँग सम्पर्क राखेको छ, न उसले मलाई इन्टरभ्यू गराएको छ होइन, न उसले मेरो मेडिकल गराएको छ, केही पनि गराएको छैन। तर पनि उसले इन्डियाबाट पुलिस रिपोर्ट बनाइसकेको अरे के फेरि हेर न। पुलिस रिपोर्ट त होइन, अब प्रोसेस चालिसकेपछि होइन अब विदेश पठाउनु पर्ने भयो डकुमेन्ट भनेपछि अनि त्यतिखेर त्यहाँबाट बन्ने हो। त्यो नेपालको पुलिस रिपोर्ट भयो भने अनि यही हो पुलिस रिपोर्ट लिएर इन्डिया गएर छाप हान्ने हो नि त। अनि छाप हान्नलाई 25,000 लाग्छ त भने। त्यो त नेपालको पुलिस रिपोर्ट हो नि त। नेपालको पुलिस रिपोर्ट नेपाल सरकारले, नेपाल पुलिस सङ्गठन अथवा नेपाल सरकारले ल यो कुनै पनि अपराधी क्रियाकलापमा संलग्न छैन भनेर गरेको प्रमाणित हो नि त त्यो त। त्यसलाई पनि छाप हान्नलाई इन्डिया लग्नु पर्ने रे के फेरि। इन्डिया लगेर पनि छाप हान्नु पनि 25,000 माग्छ यार। त्यस्तो गाली गरिदियो रिसाइदियो मलाई त माया छ होइन। कसैको बिना डकुमेन्ट भएको छ, न इन्टरभ्यू छ, न केही छ भने कसरी हुन्छ नि पुलिस रिपोर्ट? हुँदै हुँदैन नि।